आजको यस भिडियोमा हामी खरिदारमा सोधिने भूगोल सम्बन्धी जीके क्वेसन केही महत्त्वपूर्ण जीके क्वेसनहरू ल्याएर आएका छौँ। भिडियोलाई ध्यान दिएर सुनिदिनु होला। यही वैशाख 20 गते हुन गइरहेको खरिदारको इक्जामको लागि एकदम महत्त्वपूर्ण क्वेसनहरू रहेका छन्। त्यसैले भिडियोलाई राम्रोसँग हेरिदिनु होला। अब सुरु गरौँ। प्रश्न नम्बर 1, नेपालबाट सबैभन्दा नजिक पर्ने बन्दरगाह कलकत्ता बन्दरगाह कति किलोमिटर टाढा रहेको छ? फेरि क्वेसन सुनौँ। नेपालबाट सबैभन्दा नजिक पर्ने बन्दरगाह कलकत्ता बन्दरगाह कति किलोमिटर टाढा रहेको छ? अप्सन ए 2000 किलोमिटर, अप्सन बी 2500 किलोमिटर, अप्सन सी 3000 किलोमिटर, अप्सन डी 3500 किलोमिटर। यसको सही उत्तर रहेको छ अप्सन सी 3000 किलोमिटर टाढा रहेको छ। प्रश्न नम्बर 2, नेपालको राजधानी काठमाडौँबाट सबैभन्दा टाढा रहेको सार्क मुलुकको राजधानी कुन हो? फेरि क्वेसन, नेपालको राजधानी काठमाडौँबाट सबैभन्दा टाढा रहेको सार्क मुलुकको राजधानी कुन हो? ए पाकिस्तान इस्लामाबाद, बी भारतको नयाँ दिल्ली, सी मालदिप्सको माले र डी भुटानको थिम्पू। यसको सही उत्तर रहेको छ सी मालदिप्सको माले काठमाडौँबाट सबैभन्दा नजिक नै सबैभन्दा टाढा रहेको छ। प्रश्न नम्बर 3, जङ्गबहादुर राणाले खडा गरेको जङ्गे पिलर कतिवटा रहेका छन्? जङ्गबहादुर राणाले खडा गरेको जङ्गे पिलर कतिवटा रहेका छन्? ए 890, बी 891, सी 893 र डी 894। यसको सही उत्तर रहेको छ 894 रहेको छ। प्रश्न नम्बर 4, विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ कहिले घोषणा गरिएको थियो? विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ कहिले घोषणा गरिएको थियो? ए 2077 मङ्सिर 23 गते, बी 2076 मङ्सिर 23 गते, सी 2077 मङ्सिर 13 गते, डी 2076 मङ्सिर 13 गते। यसको सही उत्तर रहेको छ ए 2077 मङ्सिर 23 गते गरिएको हो। प्रश्न नम्बर 5, निम्नलिखित मध्ये नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन हो? निम्नलिखित मध्ये नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन हो? अप्सनमा रहेको छ एमा बाँके, बीमा बर्दिया, सीमा कैलाली र डीमा माथि उल्लेखित सबै। यसको सही उत्तर रहेको छ माथि उल्लेखित सबै चिनिन्छ। प्रश्न नम्बर 6, 90% पानीले सिमाना छुटाएको जिल्ला यीमध्ये कुन हो? 90% पानीले सिमाना छुटाएको जिल्ला यीमध्ये कुन हो? एमा रहेको छ मोराङ, बीमा बाँके, सीमा कैलाली, डीमा धनुषा। यसको सही उत्तर रहेको छ सी कैलालीलाई 90% पानीले छुटाएको छ। प्रश्न नम्बर 7, हलोको जस्तै आकार भएको जिल्ला कुन हो? हलोको जस्तै आकार भएको जिल्ला कुन हो? ए सिन्धुली, बी तनहुँ, सी बर्दिया, डी रामेछाप। यसको सही उत्तर रहेको छ डी रामेछाप। प्रश्न नम्बर 8, भुटानको जस्तै आकार भएको जिल्ला कुन हो? भुटानको जस्तै आकार भएको जिल्ला कुन हो? ए सिन्धुपाल्चोक, बी बागलुङ, सी सङ्खुवासभा र डी मनाङ। यसको सही उत्तर रहेको छ डी मनाङ। प्रश्न नम्बर 9, भारतको नक्साको आकार भएको जिल्ला कुन हो? भारतको नक्साको आकार भएको जिल्ला कुन हो? ए बागलुङ, बी रामेछाप, सी सङ्खुवासभा, डी मनाङ। यसको सही उत्तर रहेको छ सी सङ्खुवासभा रहेको छ। प्रश्न नम्बर 10, नेपालको कुल क्षेत्रफल वर्ग माइलमा कति हो? नेपालको कुल क्षेत्रफल वर्ग माइलमा कति हो? ए 47,181, बी 56,827, सी 4,925 र डी 47,516। यसको सही उत्तर रहेको छ बी 5। यसको सही उत्तर रहेको छ बी 56,827 माइल रहेको छ। प्रश्न नम्बर 11, भारत
चीन दुवैलाई नछुने जिल्ला कतिवटा छन्? भारत चीन दुवैलाई नछुने जिल्ला कतिवटा छन्? ए 2टा, बी 15वटा, सी 27वटा र डी 37वटा। यसको सही उत्तर रहेको छ डी 37वटा रहेका छन्। प्रश्न नम्बर 12 बराबर क्षेत्रफल भएको गाउँपालिका कुन कुन हुन्? बराबर क्षेत्रफल भएको गाउँपालिका कुन कुन हुन्? ए रामारोशन र मेल्लेक, बी बेलडाडी र लालजाडी, सी चम्पादेवी र चिन्साखुगडी, डी तेमाल र खानीखोला। यसको सही उत्तर रहेको छ सी चम्पादेवी र चिन्साखुगडी। प्रश्न नम्बर 13 बराबर क्षेत्रफल भएका नगरपालिका कुन कुन हुन्? बराबर क्षेत्रफल भएका नगरपालिका कुन कुन हुन्? ए चम्पादेवी र सिंखाकुडी, बी बनेपा र धुलिखेल, सी ललितपुर र भक्तपुर र डी तनहुँ र रामेछाप। यसको सही उत्तर रहेको छ बनेपा र धुलिखेल। प्रश्न नम्बर 14 बागमती प्रदेशको क्षेत्रफल कति वर्ग किलोमिटर छ? बागमती प्रदेशको क्षेत्रफल कति वर्ग किलोमिटर छ? यस अप्सनमा रहेको छ 27,414, अनि अप्सन बीमा रहेको छ 22,288, अप्सन सीमा रहेको छ 19,539 र अप्सन डीमा रहेको छ 20,300। यसको सही उत्तर रहेको छ अप्सन डी 20,300। प्रश्न नम्बर 20 बराबर क्षेत्रफल भएका बर्दिया र डोटी जिल्लाहरू प्रत्येकको क्षेत्रफल कति वर्ग किलोमिटर हो? यसको अप्सनमा रहेको छ ए 1564, बीमा 2025, सीमा 1654 र डीमा 2525। यसको सही उत्तर रहेको छ बी 2025। प्रश्न नम्बर 16 नेपालको प्रमाणिक समय लागु मिति कति हो? नेपालको प्रमाणिक समय लागु मिति कति हो? अप्सन एमा रहेको छ 20/2042 वैशाख 1 गते, 20/2041 वैशाख 1 गते, 20/2045 वैशाख 1 गते, 20/2049 वैशाख 1 गते। यसको सही उत्तर रहेको छ अप्सन ए 2042 वैशाख 1 गते। प्रश्न नम्बर 18 नेपालको औसत लम्बाइ कति किलोमिटर छ? नेपालको औसत लम्बाइ कति किलोमिटर छ? यसको अप्सनमा रहेको छ ए 195, बी 295, सी 885 र डी 198। यसको सही उत्तर रहेको छ सी 885 किलोमिटर रहेको छ। प्रश्न नम्बर 19 धेरै जिल्ला भएको प्रदेश कुन हो? धेरै जिल्ला भएको प्रदेश कुन हो? ए कोशी प्रदेश, बी मध्य प्रदेश, सी बागमती प्रदेश र डी गण्डकी प्रदेश। यसको सही उत्तर रहेको छ ए कोशी प्रदेश सबैभन्दा धेरै जिल्ला भएको हो। प्रश्न नम्बर 20 चीन र भारत दुवैलाई छुने प्रदेश कतिवटा छन्? चीन र भारत दुवैलाई छुने प्रदेश कतिवटा छन्? ए एउटा, बी 2टा, सी 4वटा, डी 3वटा। यसको सही उत्तर रहेको छ सी 4वटा। प्रश्न नम्बर 21 नेपालको दक्षिणी बिन्दुमा पर्ने जिल्ला कुन हो? नेपालको दक्षिणी बिन्दुमा पर्ने जिल्ला कुन हो? ए सप्तरी, बी मोराङ, सी सिराहा र डी झापा। यसको सही उत्तर रहेको छ डी झापा। हस् धन्यवाद। आजको भिडियो यति नै रहेको छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।